यो त्यो को तिमीलाई चाहिँ के भयो को यो तिमीलाई के भयो को यो भनेको साथी हो साथी हुँदैन साथी हुँदैन साथी हुँदैन बुझ्छ त हामी के गर्यो साथीलाई तिमीलाई के भयो साथी हुँदैन तिमीलाई हुँदैन साथी कुन चाहिँ साथी आयो हेर न अरे माया तिम्रो साथी हुँदैन तो भाई ये प्रैंक है प्रैंक छोड़ दो खोल दो इन लोगों का वीडियो मैं शौक से देखता हूँ ऊपर है तो बोल लो के को यो भनेको साथी हो यहाँ बस बस यहाँ बस साथी हो यहाँ बस है बस यहाँ कुरा कुरा गरे कुरा गरे यहाँ बस ए बाबा अनि के भयो त मैले के भने यो के भनेको यो के हो मैले भने नि त अहिले के भन्छ अरे मैले ओके मात्रै लेखेको थियो यो अहिले यो ट्रु चाहिँ कसलाई भनेको त्यो मैले लेखेको त्यो रिप्लाई भएको कपी रिप्लाई भएको तू चाहिँ छैन फोन कोसिस भने चाहिँ साँच्ची भनेको नि फेरि मभन्दा नराम्रो कोही पनि हुँदैन नि फोन कोसिस भने चाहिँ मभन्दा नराम्रो कोही पनि हुँदैन भन्दैछु नि बसेर कुरा गरे को यो भनेको जिम्मा चिनेको कसलाई जिम्मा चिनेको जिम्मा अनि छोरी यत्रो सानो थाहा छ कि छैन थाहा छ थाहा लाग्दैन के हो थाहा छ लु आफै किन यस्तो म्यासेज गरेको अघि बिहान भन्नु के जिम्मा 5 बजे गएर सोnia भनेर मैले उठाइदिएको नि हैन त्यो जिम्मा के गर्न के भयो त तिमीलाई 8 बजे सासा चल पाउँदैन के भयो त तिमीलाई बोल्नु पाउँदैन त्यसरी के भयो त तिमीलाई बोल्नु पाउँदैन बोल्नु पाउँदैन के भयो अरे तिमीलाई तँ बिहान बस्नु न बोल्नु पाउँदैन अरे तिमी बोल्दैन दाजुसँग त्यस्तो बोल्नु पाउँदैन यस्तो म्यासेज कहाँ बोल्छु भने नि साथी सबैको हुन्छ नि के भयो अरे तिमीलाई ए बाबा मैले ओके लेखेको क्या अरू आफै लेखेको के भयो त यो ओके ओके यो के ओके कसले लेखेको अरे यो के भनेर लेखेको छ अरे म्यासेज गरेर लक लगाइराख्नु सबैतिर लक छ सबैतिर लक छ एकछिन यो केटीलाई फोन गर्छु म यहाँ बस यहाँ बस यहाँ बस न सुन तिमीले किन बोल्नु पर्यो अनि को हेर्नु परेन किन होला जरे अनि के गरे पाले गर हेलो हेलो हजुर भन्नु त तिमी अनुपको को हो म अनुपको गर्लफ्रेन्ड हो हैं कुन ठाउँबाट सुन्नु कुन ठाउँबाट बोलेको तिमी म यता झापाबाट बोलेको हो झापाबाट अनि के अरे तिमीलाई अनु म्यारिड हो भनेर थाहा छ कि छैन थाहा छ त अनि म्यारिड भयो भने किन बोलेको बाबा छोड्नु के गरेको यो के गरेको भनेको भयो त अब गर्दिन त ल्याउन के अब गरेको गर्दिन त अब गर्दिन त यो केटीलाई चाहिँ भन्नु न किन